हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आई होप सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। यो चाहिँ अलि अगाडिको भिडियो हो। हामी चाहिँ उल्टो घर गएको थियौँ। यो ठाउँ बाटोमा के कुन ठाउँ मलाई थाहा भएन, बिर्सेँ। उल्टो घर गएको थियौँ। यो चाहिँ ठ्याक्कै रमिते जाने बाटोको आधी बाटो हो। एउटा हाँसोलाग्दो कुरा सुनाउँछु ल। हाम्रो चाहिँ खासमा धेरै ठुलो ग्रुप थियो अनि दुईवटा ग्रुप भयो क्या। एउटा रमिते जाने अनि एउटा चाहिँ हामी आधी बाटोमै उल्टो घर जाने। लास्टमा उल्टो घर गयौँ हामी चाहिँ। यहाँ पुगिसकेपछि चाहिँ हामी यता टिकट गर्न लागिरहेको थियौँ। स्कुलबाट पनि धेरैजना ल्याउनु भएको रहेछ। हामी भित्र छिर्यौँ। अब चाहिँ भित्र एउटा कटहरको रुख थियो, यस्तो फलेको थियो है, खाउँ खाउँ लाग्ने। पाकेपछि कति मिठो हुन्छ। म त पाक्ने बेलासम्म यहीँ बसेर खाएर मात्रै जाउँ जस्तो। के गर्नु, आकाशको फल आँखा तरी मर, त्यस्तै हो भन्नुहुन्थ्यो क्या पहिला पहिला। मैले अघि पनि भनेको थिएँ यहाँ चाहिँ स्कुलबाट पनि आउनु भएको रहेछ भनेर। अनि हामी जाँदा जाँदै भित्र छिर्ने बित्तिकै चाहिँ त्यो खेल्ने ठाउँमा चाहिँ, बच्चाहरू खेल्ने ठाउँमा चाहिँ खेल्दा खेल्दै एउटा बच्चा चाहिँ ठोकिएर कस्तो ब्लड आएको क्या टाउकोमा। कस्तो डर लागेको हामीलाई त है, एकदम नराम्रो लाग्यो पुग्ने बित्तिकै। अनि यता मेरो बच्चाहरू चाहिँ यो देखाएर मैले भनेको अब यस्तो गर्ने नगर्ने भनेको, बिचरा डराएर दादा बुनु नै हेर्नु न कुद्ने नकुद्ने देख्यो नि कस्तो हुन्छ होइन। हामीसँग चाहिँ बेबीहरू थिए अनि उनीहरूलाई पनि एकछिन खेलाएर चाहिँ यो सामानहरू सबै बोकेर हिँड्नलाई घुम्नलाई चाहिँ हामीलाई गाह्रो भयो क्या। अनि लगेको सामानहरू सबै बनाएर हामीले त खाइदिउँ पहिला खाने अनि घुम्ने भनेर। अनि यो ठाउँमा अहिले धेरै मान्छे आउनुको विशेष चाहिँ हाम्रो लोक उन्मुख राउटे जातिहरूलाई चाहिँ ल्याएर मेला लगाउनु भएको थियो क्या। उहाँहरूको प्रचार प्रसारको लागि हो सायद। घरमै हुँदा उहाँहरूले हाम्रो धेरै भिडियो नबनाउनु भनेको भिडियो देखिरहेको थियो र मैले हाँसै गरिनँ। अब यो चाहिँ हाम्रो घर आएपछिको नाटक। बल्ल बल्ल सबैजना भेट भएपछि यति नगरी त रमाइलो भएन होइन। अनि आजको दिन चाहिँ हाम्रो यसरी नै बित्यो। भरे लास्टमा चाहिँ हामी सबैजना एकै ठाउँ भेला भयौँ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।